गाइजहरूको त होला। ए गाइज तपाईँहरू आइसक्नुभयो। वेलकम ब्याक है नयाँ भिडियो अफ युट्युब इन्फोम। अनि तपाईँलाई स्वागत छ हाम्रो युट्युब इन्फो च्यानलमा होइन। मैले इन्ट्रो नै बिर्सेँ जस्तो लाग्छ कि ओइ साथीहरू त भागिसकेछन् त यार। गाइज म हिँड्दै गर्छु, हामी गफ गर्दै गरौँला ल। आहा अनि गाइजमा के भनिरहेको थिएछु? हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। बोल्दा बोल्दै गाइज लड्यो। सो हेलो गाइज, वाट्स अप, वेलकम टु माई युट्युब च्यानल युट्युब इन्फो। अब के भन्नु होइन, मलाई यो पार्कोर धेरै गाह्रो भइरहेछ कि गाइज। भिडियोलाई सब्सक्राइब गरिदिएर अलि सजिलो बनाइदिनुहुन्छ कि? बाइ द वे अर्को कुरा, तपाईँ हाम्रो च्यानलमा हाम्रो के भन्नु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हात जोडेर रिक्वेस्ट गरिदिरहेको छु होइन। हात जोडेर त के खेलेर रिक्वेस्ट गरिदिरहेको छु होइन। अनि जस सब्सक्राइब चाहिँ गरिदिनु होला। यी गाइज हामीले ब्याज अवार्ड नि पाइसक्यौँ होइन। अनि तल त्यो कमेन्ट बक्स छ नि हाम्रो भिडियोको तल हुन्छ त, अलि तल स्क्रोल गर्नु न भर्टिकल राखेर। हजुरले त्यो कमेन्ट अप्सन देखिहाल्नुहुन्छ नि। हो, त्यो कमेन्ट अप्सनमा आफ्नो सानो कमेन्ट छोडिदिएर जानु होला गाइज। मलाई तपाईँको कमेन्ट सुन्न मजा आउँछ, त्यही भएर होइन। बाँकी म अरू बोलेर च्यालेन्ज यो के भन्छ पार्कोरको लेभलहरू कम्प्लिट गरिरहेको छु होइन। गाइज कति धेरै भइसक्यो। हजुरले गनेर भिडियोको एन्ड भने कमेन्ट सेक्सनमा भन्नु होला। अनि मिल्यो हाम्रो सेकेन्ड ब्याच। यो सही रहेछ। यो चाहिँ गाइज स्क्विड गेमको त्यो बाटो जस्तै हो क्या, उता होला। अब हो रहेछ उता ब्लूमा हो रहेछ यो नि। अब यस यार यस गाइज म के भनेर भाइ पढ्नु पर्यो। किप गोइङ, थ्याङ्क यू फर द एडभाइस। गाइज मेरो इङ्ग्लिस ठिक छ त होइन। हामी यहाँ जान्छौँ। अनि गाइज तपाईँको एक लाइक नि गरिदिन नबिर्सिनु होला। तपाईँको एक लाइकले मलाई मोटिभेसन मिल्छ यार। त्यही भएर लाइक बुम बम पेलिदिनु त्यो लाइक बटनलाई। फेरि झऱ्यो यार, क्या किस्मत थियो मेरी। ल 3D भ्यूमा जाँदैन त के छैन गाइज। थर्ड पर्सन भ्यूमा नगए नि हामी पिरो मान्छेहरू फर्स्ट पर्सन भ्यूमै खेलिदिन्छौँ हो न त गाइज। कस्तो लाग्यो मेरो कुरा?
सही हो कि होइन मेरो कुरा होइन गाइस। बाँकी हेलिकप्टर हो 799 रोबक्स चाहिने। अर्को पनि थर्ड ब्याज अवार्ड पायो। म र एउटा केटी होला यार। स्टार्टिङमा म यो म्यापमा आउँदा मैले त म र एउटा केटी मात्रै यो नि त्यही ग्लास ब्रिज खालको त होला नि। म फर्स्टमा जान्छु, यो पनि बिचमा जाने। 1 सेकेन्डमा कम्प्लिट भयो। यहाँ त अटोमेटिक जान्थ्यो होइन, ट्रेडमिलको जस्तो। बाइ द वे गाइज, यो रातो रातो देख्नु भएको नि, यो लेजर हो। यसलाई छुयो भने त आउट हुन्छ। बाइ द वे गाइज, तपाईँहरू कतिले साइलो एन्ड ब्रोज हेर्नु भएको? त्यो एउटा इङ्ग्लिस बोल्ने च्यानल युट्युब च्यानल हो। मलाई के थाहा। साइलो एन्ड ब्रोजमा चाहिँ तपाईँलाई भने यो गेमहरू हेर्न मिल्छ, तर रियल लाइफमा साइलो एन्ड ब्रोजले नयाँ गेम नि बनाए यार। त्यो साइलो एन्ड ब्रोज इम्पोस्टर चेस भन्ने, त्यसमा हामीले जे पनि गर्न सक्छौँ। साइलोको भाइ जुडाले चाहिँ भने कस्तो अजिब अजिब नाम हुने है इङ्ग्लिस मान्छेहरूको नि। तिनीहरू युरोपको होला कि नर्थ अमेरिकाको कि साउथ अमेरिकाको नि हुन्। यहाँ त अरू छैन, यो ग्लास ब्रिज होइन, त्यही भएर जाउँ। यो बाटो जो दिखता है वो होता नहीं, जो होता है वो दिखता नहीं भने जस्तै चाहिँ होइन गाइज। संभल के चलो, संभल के चलो। यो चाहिँ त्यो ट्रेडमिल वाला होला गाइज, हो रहेछ। तपाईँको भाइ एकदम अमेजिङ छ। के भाइ? यु आर डुइङ ग्रेट, थ्याङ्क यू। अझै एउटा ट्रेडमिल वाला आएछ। अब चाहिँ सुपर स्लाइड आयो गाइज। कुर्सीको बेटी बन्नु है अनि या हामी गयो। माथि जानु पर्ने गाइज। यही हो कि क्या हो जो दिखता है वो होइन रहेछ। के घोस्टले राखेको रहेछ, घोस्ट ब्लक्स भन्छ के भन्छ यसमा, प्लेटफर्म। घोस्ट प्लेटफर्म। त्यो चाहिँ हाम्रो आँखाले राम्ररी देख्यो। हामीहरू कति साग खाँदो रहेछौँ है गाइज। ऊ हेर मान्छे झरेको भर्खर देख्यो नि गाइज। हाम्रो पनि पाली आउँदैछ एकछिनपछि। ओइ क्यु यु ए
हाहा बलुन फुटाइरहेछ छिटो छिटो जाउँ यसमा त गाइस। अहिले प्लेटफर्ममा मेटिन सक्छौँ। यसमा त त्यस्तो हुन्छ। कसलाई थाहा होला रोब्लक्स खेल्नु भएको छ भने। बाइ द वे जसले रोब्लक्स खेल्नुहुन्छ उहाँहरू मलाई फ्रेन्ड रिक्वेस्ट गर्न सक्नुहुन्छ। मेरो नाम चाहिँ रोब्लक्समा TP88868 है गाइस। चेन्ज नै हुन सक्छ, कसलाई के थाहा हैन। अनि मेरो टिकटक आइडी के भनौँ गाइस, म धेरै वेब सोसियल मिडियामा छु नि। धन्दै आहा ओइ त्यो तलको हेलिकप्टर कहाँ आउँछ यार? अघि त हेरिरहेछु 7 तलबाट सेम हेलिकप्टर माथि आइरह कि जहाँ पनि सेम रेटको हेलिकप्टर छन् हौ? मैले त बुझ्नै सकिनँ गाइस। हजुर भनिदिनु न कमेन्टमा। बाइ द वे हजुरलाई मसँग खेल्न मन लाग्यो भाइ, मैले फ्रेन्ड रिक्वेस्ट पठाएको छु र आफ्नो रोब्लक्सको नाम चाहिँ कमेन्टमा भन्न नछुटाउनु है गाइज। त्यति काम गरिदिनु अनि हामी सँगै खेल्ने हो ल गाइज। हजुरलाई त्यति मात्र प्रेसर। के भयो भाइ? अहिले त धेरै लामो कुरा लिएर छ। मेक स्योर टु फलो आवर ट्विटर एन्ड जोइन आवर कम्युनिटी। ओके भाइ ओके। ट्विटर त म चलाउँदै भाइ। तेरो युट्युब टिकटक इन्स्टा केही छैन? जा घरमा युट्युब टिकटक इन्स्टा के भन्छ खोलेर आइज मोबाइलमा। बढाए ट्विटरमा फलो गर भन्नु वाला। युट्युब हालेर आइज भाइ। युट्युब नामको चिज पनि थाहा यसलाई? टिकटक इन्स्टाग्राम नामको नि चिज थाहा यसलाई होइन गाइज? हाम्रो गाइजलाई बरु थाहा के यो भन्दा धेरै। अहिले चाहिँ होइन गाइज, म यहाँ पार्कहरू खेल्न आएको छु होइन। जसलाई आउन मन छ आउँदा हुन्छ। TP88868मा गरेर अथवा यो कुन अभि हो अल्टिमेट के पो भन्थ्यो यो अभिलाई? ओके गाइज, मैले नै नाम बिर्सेँ। अब यहाँ गलत ढोकामा जानुहुन्न नत्र मरिन्छ। यो हो रहेछ। अब ग्रिन होला किनकि ग्रिन मेरो फेभरेट कलर हो। अनि स्काई ब्लू होला किनकि आकाश पनि स्काई ब्लू नै छ। ओइ स्काई ब्लूले मलाई आज धोका दियो। केही छैन। पिङ्कमा जानु पर्यो। ग्रिन माई फेभरेट।
ओए ग्रीनले नै धोका दियो त। तर यो ग्रीनले दिएन। ओए म गलत धोकामा आएछु। मैले कस्तो याद नराख्यो है गाइजहरु। एउटा टिकटकर हुनुहुन्छ यो मेरो दिदी, खै उहाँको आइडी के हो अहिले त फेरिसक्नुभयो होला। ब्लू ये मिलु। संभल के गाइज, संभल के, हड़बड़ी में गड़बड़ी नहीं करना। भन्दा कंप्लीट भइसक्यो। होइन गाइज, आहा छिटो हिँड। ओइ त्यो हेलिकप्टर त त्यहाँ पनि आएछ। कहिले छोड्छ? ओइ यो व्हाइट लेजरलाई छ कि क्या? यो गेममा के हुन्छ यार? लेजरलाई व्हाइट बनाइदियो। यो व्हाइट हेरेर मलाई स्पाइडर गर्लको याद आउँछ भने किन भन्नु न गाइज, यो व्हाइट पनि उसको कलर जस्तै हो क्या। स्पाइडर गर्ललाई देख्नु भएन भने के रे मार्बल कार्टुन हेर्नु होला। त्यो हजुरको टिभीमा आएन भने अब युट्युबमा मार्बल सर्च गरेर आमा कति ठुलो मान्छे हौ हजुर। कहाँ थे? मैले चाहिँ तिमीलाई बोलाएको भन न। आमामा गाइज यो को होला? यो रोब्लक्सको लोगो टाउकोमा भएको। सिडी मेटिन आँटिसक्यो होला। म भने अहिलेसम्म यहीँको यहीँ छु। यो गेममा के हुन्छ यार? मान्छेको मुखबाट रेम्बो निस्किरह। अनि गाइज हामी एन्डमा पुग्यौं। ल हेर्नु न्यू गियर फ्रम लकी ब्लक एभ्री टाइम। ल त गाइज आजको भिडियोको लागि यति है। बाँकी भेटौँला नयाँ भिडियोमा।